स्विजरल्यान्डको सानो हिमाली गाउँ ग्रिन्डलवल्ड यो विशेष गरी जङ्फ्रौ रिजनको चाहिँ गेटवेको रूपमा रहेको छ। जाडोको समयमा विन्टरको समयमा चाहिँ स्की खेल्ने पर्यटकहरू यहाँ धेरै आइपुग्छन् र तपाईको समरमा चाहिँ हाइकिङ गर्ने पर्यटकहरूको निकै लर्को लाग्ने गर्छ। यो एकदमै अति रमणीय र सुन्दर गाउँ छ। स्विजरल्यान्डको राजधानी बर्नबाट झण्डै 1.5 घण्टामा यहाँ पुगिन्छ। सार्वजनिक रेल, सार्वजनिक बस र प्राइभेट कारहरूबाट चाहिँ यहाँ पुग्न सकिन्छ। यहाँबाट हामी हिमाली देशमा हुर्केका नेपाली हामीले चाहिँ तराई पहाडमा बस्नेहरूले खासमा हिमाल देख्न पाएका हुँदैनौँ र कतिपय गएका पनि हुँदैनौँ। तर यहाँ स्विजरल्यान्डमा चाहिँ यातायातको सुविधा र हिमालसम्मै केबुल कार चल्ने भएको हुनाले स्की खेल्ने स्विसहरू नै अत्यन्त धेरै विन्टरको समयमा आउने गर्ने रहेछन्।